सरकार बलियो त्यति बेला देखिन्छ जब कसैसँग राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ। त्यसको सबभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ। सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबभन्दा ठूलो सहकारी ठगका रूपमा देशभरि दौडाइँदैछ। हिजो उहाँलाई ठूलठूला अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाई छाड्ने कसरतमा हुनुहुन्छ। त्यसको लागि सिङ्गो राज्यको दुरुपयोग भएको छ। म सम्माननीय सभामुख महोदयलाई पनि निवेदन गर्दछु, अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ यसको पुनर्समीक्षा गरियोस्। राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धिकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग होला? म जिम्मेवार नेताहरूलाई विशेष रूपले आग्रह गर्न चाहन्छु। अहिले कसैलाई प्रतिशोध लिन त तपाईहरुलाई मजै लागेको होला, तर भोलि आफैमाथि यही बज्रिन थाल्यो भने के होला? सहकारी ठगीमा सरकारको मापदण्ड विभेदपूर्ण मात्र छैन, बिल्कुल गलत पनि छ। सत्ताको मान्छे घरमै बसेर फरार हुन पाउने, अन्तिम दिन अदालतमा हाजिर हुन पाउने, त्यही दिन पेशी पाउने, त्यही दिन बयान दिन पाउने र घर जान पाउने। उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएका मन्त्रीलाई मुद्दा नचालेर उन्मुक्ति दिइन्छ। अहिले त तपाईहरु बलियो भगुनाले हामीले ठूलो बहादुरी गर्यौं भन्न सक्नु होला, तर जनताले गहिरो गरी नियालेर बसेको छ यो सरकार। एकातिर प्रतिपक्षी पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालय मार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानबिन सुरु हुन्छ। अर्कोतिर त्यही दिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारूढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गर्छ। सत्ताको यो तहको दुरुपयोग र मत्स्य न्यायले हामीलाई कहाँ पुर्याउला? साथीहरू गम्भीर रूपले विचार गर्नु भएको छ। सरकार र गठबन्धनका लागि कानूनका फरक मापदण्ड छन्, फरक